हेलो एभ्रिवान। अस्ति मैले नुडल प्रिपरेसनको भिडियो हालेको सबैजनाले धेरै मन पराइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। आज चाहिँ यहाँनिर स्टिम फिस सुप र प्लेन राइसको प्रिपरेसन हुँदैछ। यो स्टिम फिसको लागि फिस मेरिनेट गरेर छोड्नु भएको छ, अनि तपाईको यो चप भेजिटेबल्सहरू यो सुपको लागि हो। यहाँनिर तपाईको भेजिटेबल्सहरू कम्ती तेल हालेर हल्का सटे गर्नु हुँदैछ है। तेल बेसी हाल्नु पर्दैन, कम्ती तेल हाल्यो है। यो भेजिटेबल्सहरू सटे गर्नु पर्यो। क्लियर सुप हुन्छ, यो तपाईको सादा सुप हुन्छ, एकदमै सिम्पल सुप हुन्छ। यसमा तपाईको अनियन पनि एड गर्नु पर्यो। यहाँ चाहिँ स्टिम फिसको लागि तपाईको चप जिन्जर र चप गार्लिक छ। यो चप चिल्ली, तपाईँ यो चिल्ली चाहिँ पिरो खानु हुँदैन भने नहाल्दा भयो है, हामी पिरो खान्छौँ। यहाँनिर चाहिँ तपाईको ग्रीन अनियन, प्याजको साग। यो प्याजको साग, जिन्जर र गार्लिक चाहिँ एकदमै इम्पोर्टेन्ट छ स्टिम फिसको लागि। यो स्टिम फिस चाहिँ तपाईको बसाउनु हुँदैछ मक्टुको तल पानी हालेर, माथि बोलमा चाहिँ फिस हालेर यो स्टिम गर्नु लागि बसाइदिनु भयो। यो मेरिनेट गरेको फिस हो है, ससहरू हालेर। यहाँ तपाईको अब यो सुप पनि बोइल हुन थाल्यो। सिम्पल सुप हो यो, मिठो हुन्छ। यहाँ तपाईको स्टिम फिस पनि रेडी भयो, गार्निसिङहरु पनि सबै भयो है। ग्रीन अनियनहरुले मजाले गार्निसिङ गरेर यो रेडी भयो। अब यो पनि स्टिम फिस पनि यहाँ छ। तपाईको सुप पनि अब रेडी भयो। यहाँ हेर्नुहोस् त, यो स्टिम फिस हेर्दा कति डिलिसियस खाउँ लाग्दछ है। यो ओइल जुन चाहिँ देख्नुहुँदैछ त्यो चाहिँ ओइल हालेको होइन, यो फिसबाटै ओइल निस्किन्छ है। यो फिस एकदमै टेन्डर, एकदमै जुसी हुन्छ, मुखमा हाल्दै मेल्ट हुने। तपाईँको सुप र प्लेन राइस भयो है। अब चाहिँ म रेडी भएँ, खानु थालेँ साथीहरू। अब चाहिँ हेर्नुहोस् है मजाले। यो स्टिम फिस जुन चाहिँ छ त्यो तपाईको क्वान्टिटी कम्ती छ भने चाहिँ होल फिसै गर्नु सक्नुहुन्छ। हेर्दा पनि राम्रो देख्छ होल फिसमा, तर क्वान्टिटी ज्यादा छ भने चाहिँ अब राम्रोसँग त्यो मसलाहरू भित्र, त्यो ससहरू भित्रसम्म जाँदैन। त्यो भएर चप गरेर, फिस चप गरेर स्टिम गरेको। मिठो
이리 봐. 라미.